नेतालाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि सांगीतिक यात्रा मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले के सांगीतिक यात्रातिर फर्किने लयमा होइन। हामीले चुनाव हार्यौं भने त हामी र्याप गाउन फर्क्यौँला, हामी बजारमा फेरि पनि हिरो भएर आउँला, कलाकार भएर आउँला। तर उहाँहरूले चुनाव हार्नु भयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने। कम्तीमा हामी त बाहिर आउँदै गर्दा पनि हिरो भएर नै आउन सक्छौँ, फेरि कलाकार भएर पनि आउन सक्छौँ फेरि। तर उहाँहरू जताबाट आए पनि जाने भनेको फेरि त्यो दिल्ली बजार कारागारै हो। अहिलेबाट उहाँहरूलाई बरु सुन्दारा कारागार सजिलो हुन्छ कि दिल्ली बजार कारागार हुन्छ कि वा नक्खु कारागारमा अस्ति रवि लामिछानेजी बसेको ठाउँमा सजिलो हुन्छ भने अहिलेबाट अग्रिम बुक गर्नुभयो भने तपाईँहरूलाई भोलि सहज हुन सक्ला। भोलि यस्तो पनि परिस्थिति आउन सक्छ कारागारभित्र नअटेर छुट्टै पाल्ना गरेर पनि राख्नुपर्ने हुन सक्छ। एमालेको बादशाह भन्नुभयो, अर्कोले आएर म एमालेको बाघ हुँ भन्छ, अर्कोले आएर म एमालेको सिंह हुँ भन्छ। त्यो बाघै भए पनि सिंहै भए पनि हामीले मान्यौँ महेश बस्नेत एमालेको बाघै हुनु होला, एमालेको सिंहै हुनु होला। तर बाघ भए पनि सिंह भए पनि जनावर त जनावरै हो नि। राष्ट्रिय स्वतन्त्र पार्टीमा चिया बेच्ने छन्, जुत्ता बेच्ने छन्, चामल बेच्ने छन्, सामान्य डोकोको भाँडाकुँडा बेच्ने छन्। तर कांग्रेसमा हेर्यो भने कोही देश बेच्ने छन्, कोही आमा बेच्ने छन्, कोही बालुवाटार बेच्ने छन्, कोही व्हाइट बडी नै बेच्ने छन्। प्लेन चढ्दाखेरि चक्लेट खाने हो, सिँगै प्लेन नै खानेहरू छन्। त्यहाँ नेपालको प्रधानमन्त्री भारत जाने बेला उताबाट 2टा छाउरो पठाउने तयारी गरिरहेको छ। अब यो भन्दै जाँदाखेरि ओहो प्रधानमन्त्रीलाई कुकुर दिएर प्रधानमन्त्रीको अपमान भयो भन्ने लाग्ला। प्रधानमन्त्रीको अपमान होइन, कुकुरको अपमान भयो क्या। पान्ना गायब भयो भनेर चाहिँ जसरी भनिएको छ, अब यो पान्ना यसको साइज बढाउँदा बढ्ने हो, घटाउँदा घट्ने हो। 4 सिटले 5 सिटले प्रधानमन्त्री खोज्न थालियो भने त हुँदैन। 4-5 सिटमा फिल्म त चल्दैन भने सरकार कसरी चल्छ? तपाईँ 4 जना मात्रै फिल्म हलमा जानु भने फिल्म चल्छ त? चल्दैन। 5 जना मात्रै जानुभयो भने माइक्रो त हिँड्दैन भने सरकार हिँड्दैन। तर जति बेला पनि केटाकेटी जस्तो हलभित्र छिर्न पाएको छैन। प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री चाहियो, अहिले चाहियो, पहिल्यै चाहियो, भैली खेल्न आएको जस्तो। अरू माननीयले गाडी ड्राइभर राख्छन्, ट्याँ टुटु देखिन्छ। हजुर आफै गाडी चलाएर हिँड्नु भएको छ। देश चलाउन हिँडे मान्छे गाडी चलाउनु त आफै चलाउनु पर्दैन होइन। तपाईँसँग कति छ सुन भन्नेज्यू? तपाईँ त सुनकै काम गर्ने। तपाईँ खानीमा नुनको सुनारसँग सुनको के कुरा गर्नुहुन्छ यार? प्रधानमन्त्री बालन शाहलाई तपाईँले नि भेट्न पाउनु भएको छैन, के हो? काममा भेट्ने हो। देशको प्रधानमन्त्रीलाई अब चिया खाने बेला भेटौँ भन्ने, भात खाने बेला भेटौँ भन्ने, साँझ पर्यो भेटौँ भन्ने, बिहानै भयो भेटौँ भन्ने। प्रतिपक्षहरूले यो बजेट राम्रो आएन भनिरहेछन्। त्यही मैले भने अब त्यो रसो दीर्घ मात्रै हेरेर राम्रो नराम्रो भन्न थालियो भने त एउटा कुरा भयो। त्यसैले गर्दा संसारकै उत्कृष्ट अर्थमन्त्री मध्ये, उत्कृष्ट अर्थविज्ञ मध्ये एकजना अर्थविज्ञले नेतृत्व गरेको यो बजेट, यो बुद्धको भाषा बुद्धले बुझ्छन्, बुद्धको भाषा बुद्धले बुझ्दैन। त्यसैले सर्पको खुट्टा सर्पले देख्छ। त्यसैले अर्थको कुरा अर्थ बुझेको मान्छेले बुझ्छ, अर्थ नबर्थको मान्छेले बुझ्दैन। पूर्वमा गाडी ठोकिएर 2 जनाको नाक भाँचियो रे भन्ने समाचार आयो भने नाक कहाँ पर्छ भनेर सरकार छानबिन समिति बनाउने, अनि छानबिन समितिले चाहिँ मुखभन्दा मात्र आँखाभन्दा तलतिर 2टा प्वाल भएको डाँडोलाई नाक बनिन्छ। ढाडमा बलियो हड्डी राख्ने, यहाँ कमजोर हड्डी राखेका कारणले गर्दा नाक भाँचियो, भगवानलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस बुझाउने। लेखा परीक्षाको काम भनेको सम्बन्धित कार्यालयले गरेको बदमासीलाई कानुनी प्रक्रियाबाट चट्ट मिलाएर लेपन लगाइदिने भन्दा अर्को काम देखिया छैन। तपाईँ हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने भन्दा अरू काम भएको छैन। हात मिलाउने, कागज मिलाउने, आँखा मिलाउने, भाका मिलाउने। अस्ति हाम्रो प्रधानमन्त्रीको उम्मेदवारले भने जस्तो बाटो नबनाउनेलाई पाता पार्ने हो कि भाटा हान्ने हो कि के हान्ने हो, मेरो यसमा पनि स्पष्ट छ कुरा। अस्तिसम्म ट्वाक्क हान्ने भन्ने एउटा भाइरल भइरहेको थियो। हान्नु पर्ने कुरा हान्न पर्छ। अस्ति मेरो एउटा आयो त्यहाँ खगेन्द्र सुनारले मास्टरलाई भाटा हान्छु भन्यो भने विद्यार्थीलाई जातीय विभेद गर्ने मास्टरबाट, मास्टरले विद्यार्थीलाई जातीय विभेद गर्ने, दलितको पुतला जलाउने, दलितलाई कालो मसला लाउने, दलितलाई देश निकाला गर्ने, कसको राज्य? कसको राज्य? फेरि के भन्नु भने एमालेको सरकार आयो भने यिनीहरू जाने जेलै हो भनिरहनु भएको छ। त फेरि ठाङकोट कटाउने, ठाङकोट पहिलाको पाला भन्थ्यो, ठाङकोट कटाउने भन्थ्यो। त फेरि अहिले हामी त आयौँ भने, हामी आउन पाएनौँ भने चाहिँ हामी थानकोट काटेर जान पाउँछौँ। तर उहाँहरू आउन पाउनु भएन, उहाँले थानकोट काट्नु भने उहाँले घरको दैलो काट्न पाउनु हुँदैन।
अर्को तपाईँले भन्नुभयो उताको सभापति यता आएर केन्द्रीय सदस्य मात्रै हुनुभयो भनेर भन्नुभयो। नेपालको 100 रुपियाँ अमेरिका लग्यो भने कति रुपियाँ हुन्छ? भोटकललाई उज्यालो घामलाई दिनुहोस्, देश लुटेर खाने जिम्मा हामीलाई दिनुहोस्। भोटकललाई हरियो रुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्, रुखमा भोट माग्न आयो मुखमा दिनुहोस्। आजकलको निर्वाचनमा कांग्रेस मुख लिएर आउँछ कि रुख लिएर आउँछ भन्ने म पनि अलमलमा परेको छु। फेरि कैसे लोग रहते हैं यार यहाँ पर। कांग्रेस एमाले माओवादीका कार्यकर्ताहरूलाई मान्छे बन्ने अवसर छ, छुट छ, मान्छे बन्न पाइन्छ। कांग्रेस पछाडि बन्नु होला, एमाले पछि बन्नु होला, माओवादी पछि बन्नु होला, पहिला मान्छे बन्नुस्। तपाईहरुलाई मान्छे बन्ने छुट छ, तपाईहरुलाई मान्छे बन्ने एउटा अवसर छ। दुईटा खुट्टा टेक्दैमा, दुईटा खुट्टा टेकेकै भरमा चाहिँ ढाकाटोपी लागेकै भरमा मान्छे बन्न मिल्दैन। कुखुराको भालेले पनि दुईटा खुट्टा टेकेको हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ, न भुइँमा हुन्छ न भागमा हुन्छ भनेका छन्। ठीक भन्यौ साथी, राष्ट्रिय स्वतन्त्र पार्टी अंडा फुटे जसरी फुट्छ, तर माउले कोरले पछिको अंडा जस्तो अंडा फुट्छ। चल्ला निस्किन्छ, हल्ला निस्किँदैन राष्ट्रिय स्वतन्त्र पार्टी। व्यक्तिगत रूपमा डाक्टर सोनिम अग्नेमाथि गरिएको टीका टिप्पणी र जसरी लालछना लगाइएको छ, नाक कहाँ पर्छ भनेर छानबिन समिति बनाउन जरुरी छैन, नाक यही पर्छ भन्ने कुरा सबैलाई जानकारी होस्। ऋण लिएर जाँड खायो भने त गलतै भयो। हामी ऋण लिएर जनताले घिउ खुवाउँछौँ भन्ने नराम्रो के भयो त्यसो? छँदा छँदा डाक्टर सोनिम अग्नेलाई अहिले यतिसम्म के यसो हेर्नुहुन्छ उहाँहरू, यो पानीको नि चाहिँ रस्सो हुनुपर्ने दीर्घ भयो, दीर्घ हुनुपर्ने रस्सो भयो भनेर यसको शुद्धा शुद्धि मिलेन भनेर नि खोजिरहनु भयो। नेपाली भाषा परीक्षा दिन आएको होइन। अहिले कस्तो संसदमा कस्तो देखिएको छ भने राष्ट्रपाललाई र्याखराख्ती पार्ने काम भइरहेको, वरिपरिबाट घेराबन्दी गरिएको छ। पूर्व अर्थमन्त्रीले के भन्नुभयो, यो त ऋण लिएर घिउ खाएको जस्तो भयो नि भनेर भन्नुभयो। ऋण लिएर देशै खानु भन्दा ऋण लिएर घिउै खाए त के नराम्रो भयो? त्यो त डेफिनेटली हामी त सरकार हो, सरकारले ल्याएको कर्म विरोध गर्ने भन्ने हुन्छ र? हामी त सरकार पछिको सांसद हो हामी त। त्यो त डेफिनेटली तपाईको बाको पछिमा बोल्नुभयो भन्दा किन बोल्नुभयो भन्ने हुन्छ र? देश बनाउने कुरा ठुलो हो, यो रोइलोमा नलागौँ भनेर मात्रै हो हामी। नत्र भने बोलेरै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएको रवि लामिछानेलाई बोल्न सिकाउनु पर्दैन। 2015 सालको निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसले पहिलो बुदामा के लेख्यो आफ्नो घोषणा पत्रमा? भूमि नभएका किसानलाई जग्गा दिइनेछ भन्यो। 51 को मध्यावधिमा भन्यो, 56 को निर्वाचनमा भन्यो, 64 मा भन्यो, 70 मा भन्यो, 74 मा भन्यो, 79 मा भन्यो, अस्तिको निर्वाचनमा पनि। अब केले रोक्यो? देखाउने खसी, खुवाउने फर्सी, त्यही पनि पर्सी भन्या जस्तो। अर्थमन्त्री निदाउनु भएछ। हजुर, अर्थमन्त्री निदाउनु भएछ, झन् गजबले सुन्नुपर्ने निता कार्यक्रम हैन, ध्यान दिएर सुन्नु भएको होला नि त। त्यसलाई निदाएको पनि भन्दैन। गौतम बुद्ध सबै ठाउँमा आँखा चिम्लेर बस्नु भएको छ। गौतम बुद्धले आँखा चिम्ले त गौतम बुद्ध सिरानी हाले सुते हो त। जनताले केपी ओलीलाई जेल हाला भनेका छन्, भोट हाला भनेका छैन। जसलाई मुद्दा लागेको छ उनले मुद्दा लड्ने हो, चुनाव लड्ने होइन। कांग्रेसलाई एकचोटि नमस्कार गरेर प्रधानमन्त्री हुन्छ भन्ने होइन हामी। एमालेसँग एकचोटि गएर बासँग फोटो खिचाउ त तँलाई प्रधानमन्त्री बनाउँछ भन्ने हामी यो पक्षमा छैनौँ। अपराधीहरूसँग पाइन्छ भने पनि हात मिलाइदैन। रवि लामिछाने क्याडर र बालेन शाह क्याडर फरक फरक छ भन्ने चर्चा हुन्छ। बालेन र रवि भनेको त दुईटा आँखा देख्न बित्तिकै दुईतिर होइन। आँखा दुई हो, दृष्टि एक हो, खुट्टा दुई हो, गन्तव्य एक हो, कान दुई हो, सुनाइ एक हो। पूर्वेली जनताले अहिले किन जिताएर पठाएको रहेछन् भन्ने कुरा त तपाईँहरूले नै पठाउनु भयो। हामीलाई त लाग्यो केही क्वालिटीकै नेताले पूर्वका जनताहरूले क्वालिटीकै नेतालाई काठमाडौँ पठाउनु भएको रहेछ भन्ने लागेको थियो। पूर्वमा धेरै हल्ला गरेर त्यहाँ सुत्नै नदिएर मान्छेलाई बस्नै नदिएपछि मान्य सदस्य म बोल्दैछु। मान्य बरु यहाँ हल्ला गर्नुभन्दा काठमाडौँतिर पठाइदिउँ भनेर पठाइदियो जस्तो अहिले चाहिँ हामीलाई लाग्यो कि यो प्रधानमन्त्री चाहियो। 5 सिटमा प्रधानमन्त्री चाहिँदैन, 138 सिट चाहिन्छ कम्तीमा प्रधानमन्त्री पाउनु। मलाई त अहिले नि रहर छ होइन, अब त्यो रहरले हुने भएको भए त कुराले चिउरा भित्ने भएको भए। सुकुम्बासी हटाउने कुरा यो लामो समयदेखि थिग्रिएर बसेको कुरा थियो। यसको अपरेसनै गर्नुपर्ने थियो है। अपरेसन गर्दा जतिसुकै जान्ने डाक्टरले गरेको अपरेसनको बिरामी पनि अपरेसन सक्ने बित्तिकै जुरुक उठेर हिँड्न सक्दैन। उपचार गर्न बित्तिकै किन यो उठेर हिँड्न सकेन त बिरामी भन्ने हुँदैन। कस्तो राम्रो होइन यो एक्जाम्पल चाहिँ गजब लाग्यो। यो होइन। अब खुर्सानीलाई पनि आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ भनेर यो निवेदन लेख्ने कुरा चाहिँ यो हुँदैन। आदरणीय खुर्सानीज्यू तपाईँ पिरो भइदिनु हुन हार्दिक अनुरोध छ। खुर्सानी भएपछि पिरो हुनु पर्यो, ट्याक्कै लागिहाल्नु पर्यो। अहिले जिल्ला प्रशासनको गेटमा उभिएर भनिदिएको छु, कानुनले काम गर्छ, त्यो कानुनले काम गर्छ। गरेन भने यो स्थितिलाई म यहाँबाट घिसारेर लिएर जान्छु यहाँबाट। सरी
यही गाउँको मान्छे हो, यही ठाउँको मान्छे हो, यहीँका मान्छेलाई जिताउनुपर्छ, त्यहीका मान्छेलाई जिताउनुपर्छ। अनि डाक्टर चाहिँ केन्द्रबाट ल्याउनु पर्ने, कलाकार महोत्सवमा केन्द्रबाट लिएर आउनु पर्ने, सिडिओ डिएसपी केन्द्रबाट ल्याउनु पर्ने, बेहुली नयाँ हेर्न सबैलाई आतुरी हुने, फिल्म नयाँ हेर्न सबैलाई आतुरी हुने, अनि नेता चाहिँ सबै खै परेको पुरानै हेर्नुपर्छ भन्ने छ र? झापामा जित्ने, चितवनमा जित्ने, देशैभरिबाट चुनाव जित्ने। अब यो क्षेत्रबाट मात्रै चुनाव हार्यो भने के हुन्छ त? सबभन्दा पिरवाह क्षेत्र त यही हो। फेरि माथि गाउँबाट झरेका एउटा तिज गीत थियो नि, आफै त पिरको भारीमा त्यही माथि बनारसी सारीमा भने जस्तो हुन्छ। पर्सि भोट हाल्नै परेछ भने हाल्नु 60 घन्टीमा भोट। हुर्केको छोरी कसैलाई न कसैलाई दिने हो भने राम्रो इष्ट आएको बेला दिनुहोस्, के फरक पर्यो त? राम्रो इष्ट आएको बेला तपाईँले छोरी दिनु भएन भने झ्यालबाट हाम फालेर फेरि कोसँग भागेर कुन चाहिँ खलासीसँग गयो भने भोलि पिर हुन्छ फेरि। विकास हुन्छ कि हुन्न, निकास हुन्छ कि हुन्न, पिर नगर्नुहोस्। झापामा हुने विकास, चितवनमा हुने विकास यहाँ पनि हुन्छ। यो गाडामा दारी आएपछि यो गाडामा पनि आउँछ। पिर नमानुस्, यता आएको दारी यता पनि आउँछ। दलित उतापट्टि लास बनेर बसेको छ, जिउँदो दलित यतापट्टि दास बनेर बसेको छ। सुर्खेतमा इनिसा विकको बलात्कार र हत्या भएको छ। सम्मानित सभामुख महोदय, आजभन्दा 8 वर्ष पहिला काभ्रेको 5 खालमा हत्या गरिएका अजित मिजारको लास अहिले पनि काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा थन्किएर बसेको छ। नेपाली उखानमा भनिन्छ 12 वर्षमा खोला फर्किन्छ। यो 12 वर्षलाई मात्र फर्काएर हेर्दै गर्दै यो बीचमा धेरै दलितहरूको हत्या भएको छ, बलात्कार भएको छ, जातीय हिंसा भएको छ, जातकै आधारमा धेरै दलितहरूलाई मारिएको छ। यो बीचमा नवराजको आन्दोलनलाई फेरि नदीमा 6 जना भाइहरूको मुखमा दागबत्ती दिएर त्यहाँबाट एउटा संकल्प गरेर आन्दोलनमा आउँदै गर्दा माइतीघर मण्डलामा मैले धेरै लामो समय बिताएको छु। हात खुट्टामा नेल लगाएर दलितले न्याय कहिले पाउँछ भनेर हामीले त्यो एउटा आन्दोलनको प्रारम्भ गरेका थियौँ। माइतीघर मण्डलामा लामो समय बसेर सरकारतिर औँला ठडाएर लामो समयदेखि हामीले प्रश्नहरू गरेका छौँ। सम्मानित सभामुख महोदय, तर यतिका प्रश्नहरू गर्दै गर्दा कहीँ कतैबाट ढुङ्गो मुडो, कहीँ कतैबाट कसैले